हामी चाहिँ अब यहाँ एकजनालाई सरप्राइज दिन लागेको छौँ को सरप्राइज हो के हो भनेर तपाईँहरू पुरा भिडियो हेर्नुपर्ने हुन्छ अनि यहाँनिर अब हामीले यस्तो यहाँनिर बेहालमा हामीले सामानहरू रेडी गरेको छौँ अब के भन्छ सरप्राइज इज गोइङ ल ल ल जाउँ यो त एकदम मेमोरेबल कुरो पो त के को पत्ता हामी यसरी जाँदैछौँ नि सरप्राइज दिन लागेको गाइड यसरी आउँदैछ उसले ल्यायो है के को बेकरीवाली नै हो नि त मान्छे छैन फुल यो बेकरीवाली नै हो नि त जाऊ त उतापट्टि ह्याप्पी बर्थडे टु यु ढोका खोला न ढोका पुरै खोला ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर सावित्रा ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू आमा यत्रो प्लान गरेर आज चाहिँ फेरि मेरो ह्याप्पी बर्थडे डियर सावित्रा थ्याङ्क यू केक त लिनु गएको त एउटा त बोलिसक्नु आँटेर टु यु बस न टु यु ह्याप्पी बर्थडे टु यु दिदी यो कहाँ झुन्ड्याउनु मलाई त रुम भने नाच्छ ए तिमीलाई लौ मैले फुल ल्याएर दिएको एकछिन एकछिन बर्थडे गर्ल चाहिँ यस्तो छ तर मैले यति धेरै एक्सपेक्ट गरेको थिइनँ के भयो बगान बिर्सेँ ला अहिले अहिले काट्दाखेरि बजाउनु पर्छ मेरो ह्याप्पी बर्थडे थ्याङ्क यू भनेर ओफ हामी सरप्राइज दिनेहरूलाई चाहिँ गर्मी भइसक्यो दिनेलाई चाहिँ कस्तो हुन्छ फुल गरेर जस्तो गरेर माथि हेर न यस्तो फुल गरेर माथि हेर्थ्यो चाहिँ है वेट 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 गुड सबैजनालाई 1 2 3 गो ह्याप्पी बर्थडे पहिला फुक्नुपर्छ टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर सावित्रा ह्याप्पी बर्थडे टु यु ठुलो त ननिकाल्नु मलाई सानो सानो ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू थ्याङ्क यू टिका नलगाऊ हुँदैन टिका नलगाऊ रातो टिका ओइ माइ गॉड उयो मेकअप बिग्रिँदा पनि केही हुँदैन नो प्लिज अब चाहिँ रुन्छ रो मिठो रहेछ ला अघि दुईहाल्यो केही हुँदैन हौ के भन्दा यहाँ तिम्रो बर्थडेमा यस्तो यो खाने कलर हो फटाएर खाल्ने ल अब जानु मैले के ल्याइदिनु मैले बर्थडे कललाई तिमीले खुवाइदिन्छ नि त्यो कपै खाइहाल त म त खुवाउँदाखेरि चाहिँ बर्थडे गर्ललाई त अलि गरेर सबैले धेरै खुवाइहाल्छ खाइहाल के कपै त्यो मैले चाहिँ ठुलो पिस सबै त होइन सबै कपै खुवाइहाल न यसमा चाहिँ प्लेटमा हालेर खाऊँ न सजिलो हुन्छ कस्तो राम्रो देखिएर नि कस्तो यस्तो मन लगाएर कस्तो मिठो छ देख जानु त अनि क्युट देखेको त कस्तो भनेको यो चाहिँ झर्न आँट्यो नि त लुगामा कस्तो मिठो छ केक त कस्तो मिठो छ हौ केक होइन के हाली बनाएको जापानिजहरु मिठो बनाउँछन् होला अनि बेकरी आइटम लास्टै मिठो हुन्छ जापानमा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु
ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे बुकमा गममा हालिदेऊ न त्यो सकिन्छको कुरै छैन गरेर वाप्पै फप्पै ल बर्थडे गर्लले चाहिँ दर खाने विचार गरेर बसेछ एप्रोन अगाडि लगाएर बसेको छ यसको लुगामा लाग्छ भनेर अनि हामीले चाहिँ यस्तो यस्तो बनाएको छौँ खानाहरू अब त्यस्तो एक्स्ट्रा धेरै चाहिँ केही छैन यस्तै यस्तै खाने हो ल चियर्स ओइ राख्नु हुँदैन अरे त केस पो लाग्छ अरे त भिडियोको एन्ड चाहिँ गर्न बिर्सिएछु त्यही भएर अहिले चाहिँ म एन्ड गर्दैछु फोटो राखेर जतिजनाले पनि हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद फेरि पनि मेरो भिडियो आयो भने हेर्न नबिर्सिनु होला थ्याङ्क यू बाई बाई आजलाई चाहिँ यति नै ल सी यू नेक्स्ट टाइम